हो यतिखेर तपाईँ धेरै कुराहरूबाट गुज्रिरहनु भएको छ। मैले देख्न सक्छु, म फिल गर्न सक्छु। यतिखेर तपाईँले कुनै कुराको एक्सप्लेन गर्न पनि सक्नुहुन्न। इट्स ओके। तपाईँले सकेको गरि नै राख्नु भएको छ। गर्ने यति नै त हो नि। सकेको कोसिस गर्ने नै त हो। आई एम भेरी प्राउड अफ यु। यु डुइङ बेस्ट। तपाईँको जिन्दगीमा रहेको दुःख नराम्रो सधैँभरि रहन्छ भन्ने छैन है। जुन आधीबेरी आए जस्तै केही क्षणलाई केही भरलाई आउँछ जान्छ। त्यसैले सधैँ स्वस्थ रहनुहोस्, पोजिटिभ सोच्नुहोस्, राम्रो कुराको वेटिङ गर्नुहोस्। तपाईँको पनि रमाइलो दिनहरू, उज्यालो दिनहरू अवश्य आउनेछन्। तपाईँमा भएको नराम्रो कुराहरू, नराम्रो घटनाहरू फोहोर कसिङ्गर जस्तै बढाएर लगेका हुन्। यसमा कुनै चिन्ता छैन। सबै सफा हुँदैछ, सबै खाली हुँदैछ। राम्रो कुराको लागि, नयाँ कुराको लागि भनेर बुझ्नुहोस् अनि जिन्दगीलाई हाँसी खुसी अगाडि बढाउनुहोस्। थ्याङ्क यू।